मान्छेको आधारभूत आवश्यकता मध्येको विशेष एउटा चिज हो घर हैन। घाँस बाँस कपास घरले हामीलाई हावाहुरी बतास घाम पानी सबैबाट बचाउँछ। यो कुरा हामीले पढेको सानैमा सिकेको कुरा हो। यहाँ एउटा मात्र 10,000 कष्टमा यस्तो गजब घर बनाइन्छ हैन। घरका विभिन्न प्रकार हुन्छन्, विभिन्न डिजाइन हुन्छन् हैन। एउटा सामान्यदेखि लिएर इन्जिनियरलेसँग डिजाइन गरेका घरहरू तिनीहरूका आफ्नै नामहरू हुन्छन् हैन। महलहरू हैन, त्यसपछि दरबार भनिन्छ, एउटा सानो झुप्रो हुन्छ, त्यसपछि लिएर हरेक हुन्छन्। यो चाहिँ अहिले यो यति छोटो भिडियोमा चाहिँ बयान गरेर साध्य छैन। तर उहाँ दाइले बाँसबाट एउटा जमिन माथि भनौँ न हावामा, रुखहरूको माथि हावामा एउटा गजबको घर बनाउनु हुँदैछ बाँस र केही अरू काठबाट। यो मूल्यको हिसाबले पनि एकदम कम पर्छ हैन। घर विभिन्न वस्तुहरूबाट बनाउन सकिन्छ, फलामबाट बनाउन सकिन्छ, काठबाट, माटो ढुङ्गाबाट हैन, टिनहरू लाएर हैन, खरको छानो पनि हुन्छ हैन, टाइलहरू हालिन्छ, थुप्रै सिमेन्टले प्लास्टर गरेर एउटा के भन्छ त्यसलाई, त्यो सिलिङहरू हालेर हैन, त्यसरी पनि विभिन्न तरिकाले बनाउन सकिन्छ। तर यो घर एकदमै युनिक छ, बस्न लायक, हेर्न लायक हैन। जो बजार एरियामा एकदम कोलाहलपूर्ण वातावरणभन्दा थुप्रै टाढा, धेरै टाढा, एकदम शान्त प्रकृतिको छेउमा एकदम गजबको घर बनिरहेछ यहाँ हैन। हेर्दा पनि वाह भन्ने टाइपको। उहाँले अब यसमा छाना हाल्न मात्रै बाँकी छ हैन। हेर्नुहोस् उहाँको यो मेहनत कति छ क्या। उहाँको त्यो सिप हेर्नु न। मान्छेको आफ्नै जीवनमा आफ्नै केही न केही सिप लिएर मान्छे जन्मिएको हुन्छ। मान्छेले केही फरक गर्छ, त्यो मध्येको एउटा फरक पनि उहाँले हालेको एउटा घर हो हैन। जङ्गलको छेउमा, प्रकृतिको छेउमा यसरी एक्लै कसैलाई पनि नभनेर आफ्नो एउटा व्यक्तिको मेहनतले यसरी घर बन्दैछ। अब यो यसको तल बेसको काम भइसक्यो अनि अब यसपछि उहाँले बाँसबाट नै फेरि माथि छत कस्तो गजबको टाइल स्टाइलमा छत बनाउनु भएको छ हैन। जो एकदमै उहाँको प्रशंसा गर्न लायक छ। हेर्नु त यस्तो गर्नाले पानी पनि सितिमिति छुँदैन हैन। अब त्यसमा बराबर गरेर लगाउनुहोस् कति दामी घर बन्दैछ, ताकि एउटा बाँस र थोरै काठको सहयोगबाट। यो चाहिँ उहाँले सायद झ्याल बनाइराख्नु भएको छ हैन। ल दामी भइसक्यो हैन। मात्र बाँसबाट ब्याम्बो हाउस बनाउँ न यसलाई हैन। ल हेर्नु त, यो चाहिँ बाहिरको रहेछ है, ब्रान्ड भन्छ उहाँले हैन। ब्रान्ड रहेछ, बाहिरको स्पेस घरदेखि बाहिरको। वाह एकदम कम मूल्यको अर्ग्यानिक एउटा हेरिरौँ एउटा प्रकृतिसँग रमाउने त्यो खालको एउटा रमणीय घर बनाउनु भयो उहाँले हैन। उहाँलाई सलाम छ हाम्रो तर्फबाट। हेर्नुहोस् त अब त्यसमा माटो हालिँदैछ। अब यो माटोमा चाहिँ सायद फुलहरू हैन, छेउछेउमा गजबका फुलहरू रोपेर झन आकर्षक, झन शानदार एउटा देख्न लायक बनाउँदो हुँदैछ। यहाँ अरू बाँसका केही टुक्राहरू लगेर फेरि त्यसलाई अरू अझ आकर्षक बनाउन काम भइरहेछ। त्यसमा डोरीको पनि प्रयोग गरिएको छ, सबै एकदम काठबाट के। ल हेर्नु त, मान्द्रो बुने जस्तो गरेर टक्क लाएर। ल यो चाहिँ ढोका भयो है। वाह सटर टाइपको ढोका बनेको छ बाँसबाट नै। अब बाँकी रहेको काम के छ हेरौँ। ल यहाँ चाहिँ एउटा टक्क, यो चाहिँ सायद मेरो सायद झ्याल बन्यो, झ्याल। वाह झ्याल पनि हैन, टक्क गाडीमा जस्तो क्या, तलमाथि गरेर टक्क खोल्न मिल्ने। वाह भाइ वाह। ल यहाँ चाहिँ अब मजाले फुल लगाइँदैछ गजबसँग। अब विभिन्न फुलहरूले घरलाई चट्ट पारेर सजावट भन्छ। यहाँ फुलहरू फुल्छन् आकाशमा नै। जमिनमा चाहिँ त्यसको